है। हजुर सर। अब साँच्चै यो अनि एक दुईजनाले यो संस्था छ नि, संस्था खास के हो, कस्तो हो, के हो र संस्था दर्ता अनि त्यो कलेजको सुरुको के हो भनेर अलिकति सोधेका छन्। यसको बारेमा अलिकति प्रश्न पारिदिन मिल्छ सरले? किन नमिल्ने, त्यो प्रश्न गर्नै पर्ने चाहिँ प्रश्न पारिरहेकै चिज हो सधैँभरि, फेरि पनि प्रश्न पारिहाल्छु नि म। संस्था भनेको सर, संस्था दुई किसिमको हुन्छ। जुनसुकै ठाउँमा सरकारी कार्यालयमा दर्ता भएर चलेको चिज संस्था हुन्छ। संस्था हुन्छ त्यसलाई त्यो प्राइभेट संस्था, पब्लिक संस्था, सामाजिक संस्था यी सबैलाई संस्था भनिन्छ होइन। तर प्राइभेट संस्था भने प्राइभेट हो, कम्पनी अनुसार आउँछ। पब्लिक संस्था भनेको पब्लिक कम्पनी ऐन अनुसार आउँछ, पब्लिक लिमिटेड कम्पनी हुन्छ। सामाजिक संस्था भनेको सामाजिक संस्था ऐन 2034 अनुसार दर्ता भएको संस्था हुन्छ। एउटा संस्था हुन्छ, एउटा सामाजिक संस्था हुन्छ, दुईटा फरक चिज हो है। मान्छेले संस्था भन्ने बित्तिकै सामाजिक संस्था बुझ्ने अथवा सामाजिक संस्था भन्ने बित्तिकै संस्था बुझ्ने हुँदैन। संस्था भनेको एनी रजिस्टर्ड बडी संस्था, एनी अर्गनाइजेसन इज संस्था। सामाजिक संस्था भनेको सोसियल सर्भिस ऐन अनुसार दर्ता भएको सामाजिक संस्था हो। संस्था र सामाजिक संस्थाको फरक यति हो सर है। जहाँसम्म सरले भन्नु खोज्नुभयो हाम्रो संस्था 2051 सालमा त्रिभुवन विश्वविद्यालयबाट निजी क्षेत्रको निजी लगानीमा निजी स्वामित्वमा सञ्चालन भएको निजी कलेज हो। यो निजी संस्था हो, यो सामाजिक संस्था भएन। सामाजिक संस्था हुनलाई त सामाजिक संस्था 2034 अनुसार पहिले दर्ता गरेर त्यो संस्थाको नाममा एफिलिएसन लिनु पर्थ्यो होइन, त्यो चाहिँ सामाजिक संस्था हुन्थ्यो। पहिले संस्था सामाजिक संस्था दर्ता गर्नु पर्यो, अनि त्यसैको नाममा युनिभर्सिटीबाट एफिलिएसन लिनु पर्यो, त्यो चाहिँ सामाजिक संस्था हुन्थ्यो। मेरो विषयमा त्यो होइन। सामाजिक संस्था हामीले कहिले दर्ता गरेको छैन र विश्वविद्यालयबाट लिँदाखेरि निजी कलेजको रूपमा एफिलिएसन ल्याछौँ 2051 सालमा। निजी कलेज भनेको प्राइभेट लिमिटेड हो सर? प्राइभेट लिमिटेड होइन, प्राइभेट मात्रै हुन्छ। प्राइभेट लिमिटेड चाहिँ कम्पनी ऐन अनुसार दर्ता भएपछि चाहिँ प्राइभेट लिमिटेड हुन्छ होइन। अनि त्यसभन्दा पछि 55 सालमा हामी पोखरा विश्वविद्यालय सुरु भयो। पोखरा विश्वविद्यालयमा हाम्रो सम्बन्धन हामीले ट्रान्सफर गर्यौँ। पोखरा विश्वविद्यालयमा सम्बन्धन ट्रान्सफर गर्दाखेरि पोखरा विश्वविद्यालयको ऐन 2053 को दफा 20 भनेको पोखरा विश्वविद्यालयले निजी कलेजलाई मात्रै सम्बन्धन दिन सक्ने ऐनको व्यवधान अनुसार हामी त्यही ऐनलाई टेकेर पोखरा विश्वविद्यालयमा सम्बन्धन परिवर्तन गरेर पोखरा विश्वविद्यालय अन्तर्गत हामी चल्न थाल्यौँ है। त्यसमा सामाजिक भन्ने सामाजिक कलेजको कुनै स्वरूप कहीँ छैन, सपनामा चिताएको पनि छैन है। अनि त्यसभन्दा पछि यो आजसम्म पनि त्यो संरचनामा परिवर्तन भएको छैन। आजसम्म पनि किन पोखरा विश्वविद्यालय ऐन आजसम्म संशोधन भएको छैन। ऐन संशोधन नभइकन मेरो निजी कलेज कसैले सामाजिकमा लान सक्दैनन् है। सामाजिकमा लानलाई दिन सक्ने अधिकार युनिभर्सिटीसँग छैन, त्यसकारण सामाजिक बन्न सक्ने कुनै अधिकार छैन। जहाँसम्म मेरो व्यवहारिक कठिनाई ममाथि गरेको अपराध छ, कसरी अपराध गरेछ भने अपराधमा एउटा सिलसिला तरिकाले टावर बनाएर अपराध गरेछ। यी अपराधीहरूको समूह मिलेर हामी 5 जनालाई मार्न पाए, इभन हामी मरेपछि उनीहरूको हुन्छ, त्यसकारण यिनीहरूलाई मर्न दिउँ, फैसला हुन नदिउँ भनेर समेत टावरिङ गरिरहेछ सर है। कुनै बेला आयो भने ती सबै मान्छेको नाम 3 पुस्ते नाम म भन्न सक्छु। अब हाम्रो केसमा जाउँ, त्यो हाम्रो 51 सालमा हामीले एफिलिएसन लिएपछि एफिलिएसन पहिले लियो, कहिले चल्यो। अब त्यसभन्दा पछि हामीले एउटा आन्तरिक विधान बनायौँ। त्यसमा के भन्यौँ भने कलेज अहिले कलेजमा नाफा नलिने हाल
किनभने आफ्नो कलेज 7 जनाले चलाएको कलेज 7 जनाले सम्झौता गरेको अहिले हामी नाफा नखाने नाफा रहित गर्ने कहिले गर्ने भने टिल हाम्रो अर्को डिसिजन नहुन्जेलसम्म नाफा रहित भनेको को बिट्विन दि पार्टनर्स कुनै सामाजिक संस्था भनेर कहीँ भनेर कुनै लेखेको छैन लेख्न पनि सकिँदैन सामाजिक संस्था भनेर मैले लेखेर त भयो नि सामाजिक संस्था दर्ता ऐन अनुसार दर्ता भएको सामाजिक संस्थाले पो संस्था भन्न पाउँछ त मैले आन्तरिक विधानमा आन्तरिक सम्झौतामा केही दिनलाई 7 जना मिलेर नाफा नखाने त्यसभन्दा पछि नाफा खाने नखाने फेरि निर्णय गर्ने भनेरको शब्दलाई यिनीहरूले सामाजिक भनेर व्याख्या गरेर हिँडिरहेछन् है त्यो संसार पृथ्वीमा हुँदैन यो के हो भने श्रीमानले एक तलब खायो महिना दिनभरि काम गरेर तलब ल्याए श्रीमतीलाई दिए श्रीमतीले तिमी अहिले खर्च नगर यसले केही काम गर्नुपर्छ अहिले हामीले खर्च गर्नुहुन्न भनेर श्रीमतीलाई राख्न दिएको पैसा चाहिँ सामाजिक पैसा हो भन्ने वर्णन यिनीहरूको कन्सेप्ट त्यसरी सुरु गरेको है अनि त्यसभन्दा पछि हामीले कलेज भक्तपुरमा लाँदाखेरि जग्गा एउटा सार्वजनिक जग्गा थियो त्यो जग्गा सरकारले यसलाई के अरे पाउनु है मैले नाम बस्ने जे पनि सोसियल अर्गनाइजेसन थियो कुनै एबिसी अनि त्यसलाई सरकारले चलाउन भनेर दिएको थियो त्यसलाई चलाउनलाई गाउँलेहरूले दिएनन् अनि हामीलाई चाहिँ यो जग्गा तपाईँलाई भाडामा दिन्छौँ त्यो बापत हामीलाई सालमा 10 जना विद्यार्थीलाई फुल स्कलरसिप तपाईँले दिनुपर्छ फुल स्कलरसिप भनेको सालमा 1.5 करोड रुपियाँ हामीले त्यो घर भाडामा त्यो जग्गा बापत चलाएको बापत भाडामा तिर्नुपर्ने अनि त्यो जग्गा चलाउन पाउने त्यो जग्गा चलेको कति छ भने 6-7 रोपनी जग्गामा सानातिना टहरा बनाएको छ त्यो जग्गा लिएर सरकारी जग्गामा त्यसरी लिएर चलाउनाले सामाजिक भनेर यसै गरी अर्को ट्री बनाइन्छ एउटै बनावटी बनाइएको छ है भाडा मैले सामाजिक के अरे सरकारी जग्गा भाडामा लिएर चलेको 1000 वटा अर्गनाइजेसन नेपालमा 1000 वटा जस्तो हायत रिजेन्सी सामाजिक जग्गामा भाडामा लिएर चलेको हो है एनआइडिसी बैंक भाडामा जग्गामा लिएर बनाएको छ के अरे याकानी होटल भाडाको जग्गा के अरे लिएर बनाइएको छ त्यसो भए ती जम्मै जग्गा सरकारी जग्गा भाडामा लिने जति सबैको हुने हो भने ती सबै म 1000 वटा दिन्छु उदाहरण ती 1000 वटा मान्छेको उनीहरूले भाडा तिरिरहेछन् तर त्यो चाहिँ उनीहरूको भाडामा लिएको भाडामा जाओस् त्यो चाहिँ सरकारी जग्गा चलन चल्ती गरे हुनाले सामाजिक भनिदियो भने मेरो जस्तो 1000 वटाको म उदाहरण दिन्छु त्यही निर्णयले ती 1000 जनाको सामाजिक हुनु पर्यो त्यसमा मैले भन्न मतलब सरकारी जग्गा भाडामा लिएर कसैले फर द टाइम बिङ चलायो भने त्यसलाई सरकारी अथवा सामाजिक भन्न मिल्दैन ओके न त्यसभन्दा पछि यिनीहरूले आधार बनाएका चिजहरू यिनीहरूले ठुल्ठुलो पुरा कोर्टलाई कन्भिन्स गर्ने आधार छैन अब हामीले कन्फ्युज गर्नुपर्छ कोर्टलाई बीचमा कन्फ्युज गरेपछि कोर्टलाई फैसला हुन सक्दैन मुद्दा लम्बिन्छ हाम्रो उद्देश्य मुद्दा लम्ब्याउने हो भन्ने यिनीहरूको उद्देश्य हो यिनीहरूको लयरको सल्लाह त्यही हो यिनीहरूको पुरा गाउँलेको सल्लाह त्यो हो जसले खान खोजेछन् जो यिनीहरू पार्टनरसिपमा खान खोजेछन् सबभन्दा ठुला सल्लाहकार भनेको महेश बस्नेत योगेश भट्टराई सोम मिश्र नवराज गेलाल यी गाउँका यिनीहरूको यो एउटा प्रवचन हो है त्यो जग्गा पनि वीर हस्पिटलको नाममा लाल पूर्जा भएपछि अब वीर हस्पिटलले त्यो जग्गा छोड्दियो आज छोड्दियो भोलि छोड्दियो भनेर 50 वटा दिएको छ हामीले भाडा तिरिरहेका छौँ उता 15 जना विद्यार्थी पहिले 10 थिए अहिले 15 जना विद्यार्थीलाई पढाइरहेछौँ सर हामीले
यो भाडा हामीले तिरिरहने सालमा 1.5 करोड रुपियाँ दिइरहने हामीले अनि यो हाम्रो उसमा पढा यो सरकारी जग्गामा बनाएको भनेर भन्छन् त्यो सबै झुट। जति इन्जिनियरिङ कलेज बनेको जग्गा छ त्यो जग्गा हाम्रो नेपाल इन्जिनियरिङ कलेज निजी कलेजले किनेको जग्गा हो। 50 जनाले बेचेको छ 50 वटा लालपूर्जासम्मसित है। त्यसकारण त्यो कुनै एउटा चिजलाई अर्कोतिर खालि कोर्टलाई कन्फ्युज गर्ने र निर्णय आफ्नो तर्फमा गर्ने हुन्छ। आफ्नो तर्फमा भएन भनेदेखि कोर्टबाट कहिले पनि निर्णय गर्न नदिने। अनि यी बुढाहरू मर्छन् अनि हामी तन्नेरीहरू वकिल उनीहरूका वकिल मभन्दा जेठा छन् तर उनी सधैँ तन्नेरी म उनीभन्दा कान्छु। म बुढो भएर मरेपछि उनले सम्पत्ति खाने है। यस्तो प्रपञ्चमा गरेको हो। अब म सरलाई भन्छु अहिलेको कुरा कन्टिन्यू गरौँ। 2060 सालमा संस्था दर्ता भएको हुनाले सामाजिक भनेर एउटा पक्षले भनिरहेछ। अरे बाबा संस्था दर्ता ऐन 2034 अनुसार दर्ता गर्नलाई सबभन्दा पहिले फर्स्ट प्रोसेस चाहिँ अफिसियली निवेदन दिनुपर्छ। अफिसियली निवेदन दिनलाई कलेजको साधारण सभाले पास गर्नुपर्छ अथवा विशेष साधारण सभाले पास गर्नुपर्छ। पहिले सञ्चालक समितिले पास गरेर सञ्चालक समितिको सर्वसम्मतिबाट पास गर्नुपर्छ। किनभने 7 जनाको सम्पत्ति 6 जनाले पास गरेर हुँदैन। किन 7 जनाको व्यक्तिको सम्पत्ति 6 जनाले लान सक्दैनन् है। अनि त्यो 7 जनाले पास गरेर त्यसभन्दा त्यो चाहिँ प्रस्ताव साधारण सभामा लगेर अथवा विशेष साधारण सभामा लगेर त्यहाँबाट पास भयो भने अनि सञ्चालक समितिले त्यसभन्दा पछि विधान समेत साधारण सभाले पास गर्नुपर्छ। विधान समेत पास गरेर त्यसलाई सञ्चालक समितिले इन्डोर्स गरेर नियमअनुसार त्यसमा दर्ता गर्ने 2034 को के अरे सामाजिक संस्था दर्ता ऐन 2034 को मा एभ्री फर्मेट छ। त्यो फर्मेट अनुसार निवेदन दिन सरकारी के अरे जिल्ला कार्यालयमा अथवा जिल्ला प्रशासन कार्यालयमा अथवा सिडिओ कार्यालयमा जानुपर्छ। त्यसमा ती निवेदकद्वारा 7 जना मान्छे उपस्थित हुनुपर्छ। ती 7 जना मान्छेको शनाखत गर्नुपर्छ सिडिओ कार्यालयको अधिकृतले अगाडि। किनभने कसैले नक्कली सही पनि गरेर ल्याइदिया हुन्छ ओके हैन। तर अन दि बेसिस अफ त्यो सञ्चालक समितिको निर्णय, सञ्चालक समितिले निवेदन दिने भनेको गरेको निर्णय, साधारण सभाको निर्णय अथवा विशेष साधारण सभाको निर्णय, त्यसभन्दा पछि ती सबै डकुमेन्ट राखेर निवेदन दिएपछि अनि पहिले कुन अर्गनाइजेसनबाट एफिलिएसन भएको त्यो अर्गनाइजेसनको एफिलिएसन पत्र त्यो सबै लिएर हामीले निवेदन दिनलाई जिल्ला कार्यालयमा जानु पर्यो, जुन हामीले गरेको छैनौं। न साधारण सभा भएको छ, न विशेष साधारण सभा भएको छ, न सञ्चालक समितिको निर्णय भएको छ, न विधान स्वीकृत भएको छ, न कसैले हामीले सही गरेका छौं। सिर्फ दीपक भट्टराई एकजनाले सही गरेर पठाएको छ। अरूको सही 4-5 जनाको सही नक्कली गरेछ। सही मात्रै छ सर। त्यो सही नक्कली कपी पेस्ट गरेछ। तर उसले छाप औँठा छाप कपी पेस्ट गर्न नसके हुनाले त्यो कपी पेस्ट गरेको छैन। औँठा छाप नगरी कुनै पनि पेपर भ्यालिड हुँदैन है। अब बाँकी रह्यो यी सबै कुरा गरेर जिल्ला कार्यालयमा गरेपछि जिल्ला कार्यालयले अब के गर्नुपर्छ प्रोसेसमा भने हामी त 10 वर्ष पहिलेदेखि 51 सालदेखि चलेको निजी कलेज हो। 51 सालदेखि चलेको कुनै विश्वविद्यालय अन्तर्गत चल्या भयो भने मतलब पोखरा विश्वविद्यालय अन्तर्गत चल्या भयो। अनि पोखरा विश्वविद्यालयलाई र सम्बन्धित एजुकेसन पोलिसी मोनिटरिङ गर्ने शिक्षा मन्त्रालयलाई दुईटाको राय माग्नु पर्छ जिल्ला कार्यालयले। त्यति मात्रै नगरिकन पुलिस रिपोर्ट पनि माग्नुपर्छ 7 जनाको। यो ललाई काट्न कसैको अधिकार छैन सर है। अनि त्यसभन्दा पछि यदि त्यति बेला शिक्षा मन्त्रालयले
शिक्षा मन्त्रालय आफूले सिफारिस गर्न सक्दैन थियो, उसले के गर्ने हो पठाइदिनु भनेर आखिरी पोखरा विश्वविद्यालयमै पठाउनुपर्छ, किनभने तालुकोवाला विश्वविद्यालय हो होइन। अब पोखरा विश्वविद्यालयमा त्यो चिठी जिल्ला कार्यालय गएपछि पोखरा विश्वविद्यालयले त्यो चिठी पल्टाउँछ, ऐन कानुन पल्टाउँछ, उसले दिएको एफिलिएसनको शर्त पल्टाउँछ, पहिले पुरानो एफिलिएसन टियुबाट लिएको चिजको के अरे पत्र पल्टाउँछ र उसले विचार गर्छ। त्यो विचार गर्ने पनि कार्यकारी परिषदले हो, एउटा डिनले अथवा एउटा भिसीले अथवा एउटा रजिस्ट्रारले गर्न सक्दैन, उसले सम्बन्धी कार्यकारी परिषदमा पेश गर्नै पर्छ। अब कार्यकारी किन पेश गर्नुपर्छ भने निजीलाई दिएको कुरा त सामाजिकमा ट्रान्सफर गर्नु पर्यो नि त है। सामाजिकमा ट्रान्सफर गर्न सजिलो छैन, किनभने ऐनमा त्यो सामाजिकमा परिवर्तन गर्ने अधिकारै छैन। अधिकार नभएको ऐनमै नभएको कुरा उसले के भनेर पठाउँछ? 1 2 अब उसले यसरी उसमा पठाइसकेको भए के लेख्थ्यो? मेरो अनुमान म भएको भए के लेख्थेँ भने यो निजी क्षेत्रलाई दिएको सम्बन्धन हो, निजी क्षेत्रलाई दिएको सम्बन्धन दिएको कलेजकै नाममा सामाजिक संस्था दर्ता गरेर अरू सामाजिक कार्य गर्नु छ भने हाम्रो यसमा भन्नु छैन। कलेज निजी रूपमै चलिरहेको हुन्छ, सामाजिक कार्य गर्न सामाजिक संस्था दर्ता गरे हुन्छ, तर कलेजको एफिलिएसन त्यो सामाजिक संस्थामा हामी दिन सक्दैनौँ। त्यो सामाजिक संस्थाले कलेज चलाउन सक्दैन, किनभने हामीले ऐन अनुसार निजी कलेजलाई मात्रै सम्बन्धन दिन्छौँ, सामाजिकलाई दिन सक्दैनौँ भनेर त्यो लेखेर एक्जिक्युटिभ कमिटीले पठाउनु पर्थ्यो। त्यसभन्दा पछि अब यदि कलेज चलाउनु छैन भने त्यही नाममा सामाजिक संस्थाको रूपमा चलाओस्। कलेज चलाउन सक्छ भने कलेज चलाउनलाई ऐनले दिँदैन। उनीहरूले कलेज चलाउनलाई दिएको सामाजिक संस्था हो भने त्यो स्वत खारिज हुन्छ, प्लस पुलिस रिपोर्ट हो कि होइन। मेरो कलेजमा कहिले वार्षिक साधारण सभा बसेको छ, न मेरो कलेजमा कुनै साधारण सभा बसेको छ, न विशेष साधारण सभा बसेको छ, न सञ्चालक समितिको ऊ भएको छ, न 7 जनाले सही गरेको छ। यी सबै नभइकन यो सामाजिकले सरकारी जग्गा भाडामा लिएर गए हुनाले सरकारी हो, त्यो आन्तरिक विधानमा अहिलेलाई नाफारहित भनेर लेखेको नाफारहित हो भनेर यस्तो शब्दलाई लिएर विपक्षका वकिल हिँडेका छन्। कहीँ फैसला हुन दिँदैनन् है। दिस इज द फ्याक्ट। आजसम्म नेपाल इन्जिनियरिङ कलेजले 60 सालमा दर्ता भएको कलेज 60 सालमा दर्ता भएपछि त कमसे कम संस्था चलाएको भने 61, 62, 65 यी सबैमा अडिट गराउनु पर्यो, त्यसभन्दा पछि नवीकरण गराउनु पर्यो, कहीँ के गरेका छैन है। एकचोटि 74 सालमा जब मलाई यो मार्नु थियो, जिउँदै मार्नु थियो, तब दिपक भट्टराईले यो सामाजिक संस्था हो भनेर भन्न थाल्यो। अरे बाबा, संस्था दर्ता गर्नलाई न हामीले निवेदन दिएछौँ, न संस्था दर्ता भयो भनेर पोखरा विश्वविद्यालयलाई संस्थाको स्वामित्व निजीबाट सामाजिक गरिदेऊ भनेर दरखास्त दिएछौँ, न दरखास्त दिने अधिकार छ, न विश्वविद्यालयले त्यो निजीलाई सामाजिक गराइदिने अधिकार छ। यी सबै कुरै कहीँ संसारमा छैन। सामाजिक भनेर हल्ला गर्ने र महेश बस्नेतसँग र योगेश भट्टराईसँग पार्टनर गरेर तिमीहरू हाम्रो पार्टनर बन, तिमीहरूसँग मिलेर खाउँ, यी बुढाहरूलाई मारौँ, बुढाहरूको सम्पत्ति लिउँ भनेर मिटिङ बसेर यो काम गरेको छ। सामाजिक र निजीको सम्बन्धन भनेको यस्तो हो। निजी भने निजी हो, सामाजिक भने संस्था। सामाजिक संस्था ऐन 2034 अनुसार दर्ता भएको अर्गनाइजेसन हो र निजी भनेको निजी जुनसुकै कम्पनी ऐन होस् अथवा इन्डिभिजुअल ऐन होस् अथवा पार्टनरसिप ऐन हो, के ऐन छ सर मलाई सबै थाहा छैन। अनि त्यसरी भएको अर्गनाइजेसन हो। युनिभर्सिटीमा दर्ता भएको कलेजले कहिले पनि कम्पनीमा दर्ता गर्न जानु पर्दैन थियो। आजसम्म पनि टियुमा 1000वटा कलेज छन्, टियु अन्तर्गत चलेका छन्, उनीहरूले कहीँ दर्ता गरेका छैन है।
खाली टेक्निकल कलेज, इन्जिनियरिङ कलेज, मेडिकल कलेजहरूले चाहिँ दर्ता गर्नुपर्ने ऐन 63 सालमा आयो। त्यसभन्दा पछि मात्रै कम्पनी दर्ता गर्न जानु पर्यो। त्यसभन्दा पछि हामीले लिनु पर्यो, के लिनु पर्थ्यो भने लेटर अफ इन्टेन्ट LOI लिनुपर्ने व्यवस्था आयो। हाम्रो कलेजमा LOI पनि नलिकन इलिगल चलाएको कलेज रहेछ। मैले भगवानले मलाई साथ दिए, मैले LOI लिन सकेँ 74 सालमा सर। यो सबै वेदना पुगेपछि शिक्षा मन्त्रालयले LOI दियो, तर 63 सालदेखिको सबै जरिमाना तिराएर अनि मात्रै LOI दिएको छ सर। है यो सामाजिक संस्था हुन सक्ने भन्ने कहीँ पनि छैन सर। जग्गा सम्पत्ति हामीले 57 सालभन्दा पहिले किनेको छ। यिनीहरूले 60 सालमा सामाजिक संस्था दर्ता गरेर सम्पत्ति हाम्रो हो भनेछन्। मेरो निजी कलेजको निजी रूपमा निजी उसमा किनेको 57 सालमा किनेको कलेज 60 सालमा यिनीहरूले दर्ता गरे भनेर ड्रामा गरेकोमा अटोमेटिक जान्छ। मैले मात्रै दिएर पनि जाँदैन, मेरो सन्तानले दिनुपर्छ। मेरो सन्तानको उत्तिको अधिकार छ। मेरो सन्तान सबैलाई लगेर सिडिओ कार्यालयमा सन्तान समेतको अधिकार लिएर, सन्तानको मन्जुरी लिएर सिडिओ कार्यालयले मात्रै दानपत्र स्वीकार गर्न सक्छ। त्यस अनुसार माललाई चिठी लेख्नुपर्छ। मालले फेरि यही अनुसार सबै प्रक्रिया गरेर मालबाट जान्छ लालपूर्जामा नेपाल इन्जिनियरिङ कलेज सामाजिक भनेर बदल माल फलानु मितिको निर्णय अनुसार सामाजिकमा परिणत गरियो भनेर भन्नुपर्छ सर। त्यो कहीँ भनेको छैन, भन्ने ठाउँ छैन, भन्ने कुरो पनि भएन है। आजसम्म मेरो सम्पत्ति सर्वोच्च अदालतमा धरौटी छ सर। धरौटी आजसम्म सर्वोच्च अदालतको रोक्का छ। सर्वोच्च अदालतले निजी सम्पत्ति भनेर रोक्का गर्ने, निजी सम्पत्ति भनेर धरौटी लिने, अब त्यस्तो चिजलाई यता सामाजिक भनेर हिँडेछन्। यदि यो सामाजिक थियो भने आज 30 धरौटीले दिने सबै अदालतका न्यायाधीश समेतलाई सबै बेला जेलमा हाल्नुपर्छ। सामाजिकलाई धरौटीमा कसरी लिन सके है। यी थुप्रै कुराहरू छ, कहीँ मेल खाँदैन सर। यो खाली कथा बनाइएको छ। महेश बस्नेत, योगेश भट्टराई, सोम मिश्र, नवराज गेलाल जस्ता यी व्यक्तिलाई हातमा लिएर मेरा पार्टनरहरू र सबभन्दा ठुलो कल्पित डाका मेरो स्टाफ, मेरो पिउन सरको डाकाले यो यो सबै कुरा गरे। त्यसको नाम हरिकृष्ण श्रेष्ठ हो सर। मलाई उजुर गरेछ, अडिट गरेको नाटक गरेछ सर। अडिट गर्नलाई संस्था चलिरहेको निजी कलेजको अडिट गर्नलाई सञ्चालक समितिले अडिटर नियुक्ति गर्नुपर्छ। सञ्चालक समितिको बहुमतले निर्णय गर्नुपर्छ। तर हरिकृष्ण श्रेष्ठ र सलिल भट्टराई दुईजनाले सही गरेर अरू गाउँले 10 जनालाई बोलाएर सही गरेर अडिटर नियुक्ति गरेछ। सबै कागज मैले गरेको खर्चको मैले मेरो एकाउन्ट ब्याकग्राउन्ड भएको मान्छे मैले कुनै पनि भाउचरमा प्रोपर डकुमेन्ट नभइकन भाउचर सही गरेको छैन। ती मैले सही गरे भाउचर सबै फालेर खालि यति गर्ने यसो गर्ने भनेर आफू आदेश बनाएर मेरो नक्कली सही गरेर त्यस्तो भाउचर बनाएर अडिट गरेछ। 2 जनाले सही गरे। 7 जनाको अर्गनाइजेसनमा 2 जनाले अडिटर नियुक्ति गर्ने हो भने अब मैले जुनसुकै कलेजमा गएर जुनसुकै कलेजमा यो कलेजको अडिट गर्ने भनेर भन्दै हुने भयो। किनभने बहुमत चाहिएन, अथोरिटी चाहिएन, ऐन अनुसार काम गर्नु नपर्ने भयो है। यस्तो गरेर मलाई जेलमा हालियो सर। बाबा मैले बयान गरेँ, यो अनधिकृत अडिट रिपोर्टलाई मान्यता दिन मिल्दैन। त्यो बारेमा हामीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा छ। अनधिकृत गयो भनेर मुद्दा छ। त्यस्तो मलाई यो मिल्दैन। यो गैर कानुनी अडिट हो। यसले दिएको सबै डाटा रङ छ, म्यानुपुलेट चाहिँ छ। दीपक भट्टराईले भनेको आधारमा बनाइएछ भन्दाखेरि सुनेन सर। पुलिसले सुनेन, अदालतमा पनि त्यो कुरा सुनिएन। तर अदालतबाट के न्याय हो भने बेरुजु देखाइएको रकमलाई ठगी रकम भन्न मिल्दैन भनेर अदालतबाट त्यति न्याय भयो। तर त्यो के बनिनु पर्थ्यो भने गैर कानुनी रूपमा गरेको अडिट त्यसमा पनि देखाइएको बेरुजु ठगी ठहर्दैन भन्ने कुरो त्यो कन्फर्म पुरा सेन्टेन्स उसमा आउनु पर्थ्यो सर अदालतमा।
त्यति नलिदिनाले गर्दाखेरि फेरि दुःख दिए। कति दुःख दिए सर। कति दिनसम्म सरले मसँग कुरा गर्नुहुन्छ त्यति दिनसम्म भन्ने मसँग चिज छ सर। मैले भनेको चिज हरेक चिजको प्रमाण सर म कहाँ राख्नुपर्छ कहाँ गर्नुपर्छ म पठाइदिन्छु। सरले कृपया मेरो विनम्र 10 औँला जोडेर बिन्ती छ यो कुरा पब्लिकलाई पठाइदिनु सर। पब्लिकले हेरिदिउन्। मलाई कसैले माया गर्नु पर्दैन, मलाई कसैले दया गर्नु पर्दैन, तर म माथि परेको अपराध त मान्छेले सुनिदिनु पर्यो नि त, न्यायाधीशज्यूहरूले हेरिदिनु पर्यो नि त है। मेरो मुद्दा कहिले सिद्धिँदैन, 70 चोटि पेशी भइसक्यो सर। यो अवस्थामा कसरी बाँच्यो र? सबै सम्पत्ति रोकिया छ, मान्छे मर्न थालेका छन्, उमेर 90 वर्ष 92 वर्ष भइसकेको छ, खाना कसैको घरमा छैन, कति दिन कसले ऋण दिन्छ, कसले गर्छन् सर। यो यसरी मारिएको छ। मेरो आवाज पुर्याइदिउँ सर, सम्बन्धित ठाउँमा पुर्याइदिउँ। स्पेसली आज न्यायमूर्तिज्यूहरू कहाँ, वकिलहरू कहाँ, नक्कली मुद्दा बहस गर्ने वकिल, नक्कली मुद्दा लगाउने सरकारी वकिल, सम्पत्ति शुद्धिकरण इसका डाइरेक्टर, यी सबैलाई जेलमा ल्याएर नक्कली मुद्दा बनाएकोमा पनि कारवाही गर्नुपर्छ नयाँ सरकारले। नत्र भने राज्यलाई जनतालाई यिनीहरूले सेवा दिएको हुँदैन, सेवा गरेको हुँदैन। यो आवाज सर कहीँ पुर्याइदिन सकिन्छ भने पुर्याइदिउँ। मेरो विनम्र बन्धु छ। मलाई माया गर्नु पर्दैन, सरले माया गरिदिनु भयो, सोधिदिनु भयो, मलाई यही खुसी छ। तर मलाई दुनियाँले माया गर्नु पर्दैन, दुनियाँले फेभर गर्नु पर्दैन। तर फियर के हो, यो सबैलाई भोलि पर्ने चिजहरू हो। म जस्तो सबैलाई पर्न सक्छ। महेश बस्ने, योगेश भट्टराई मिल्यो भने दुनियाँलाई फ्रुदु बनाउँछ। कालोलाई रातोलाई कालो बनाएर खाएर बस्यो मान्छे भने यी अपराधी मान्छेले चलाएको देश हो सर। यो कुरा मेरो भनिदिनु होला, मेरो विनम्र सर यही हो कुरा। अरू केही छ भने सर भनौँ। त्यस्तो देशमै केही गरौँ भनेर सरलाई त नपुग्दा केही पनि थिएन। उहीँ अस्ट्रेलियामा वेल इस्टाब्लिस मान्छे, देशमै केही गरौँ, इन्भेस्ट गरौँ भनेर एउटा इन्भेस्टरको हिसाबले आएको मान्छे सर। त्यसको बारेमा पनि सरले कुनै दिन टाइम दिनुभयो म भन्नुला सर। मैले विश्वमा कतिवटा देशमा कति काम गरेको छु त्यो पनि मलाई गर्नु होला सर। मैले विश्व परिवर्तन हुने काम गरेको छु सर। मैले धेरै गरेको छु। अहिले भन्दिनँ, म बहुत पीडामा छु। उहाँ लन्डनबाट पढ्नु गएको मान्छे हो होइन। के गर्यो जिन्दगी त्यसै बिग्रियो सर। 70 वर्ष भयो। मेरो 15 वर्षको लाइफ त यिनीहरूले खाइदिए सर। 15 वर्षको लाइफ खानु भने सानो कुरो हो। 70 वर्ष बाँच्ने मान्छेले 15 वर्षको लाइफ यसरी जिउँदै मरिनु भने त म 15 वर्ष पहिल्यै मर्दै हो त कमसेकम यो हुने थिएन नि त सर। होइन सर, जे हुन्छ मेरो चिज, मेरो न्यायमूर्तिहरूले मेरो फाइल नपन्साइदिनुहोस्, मेरो फाइल नटारिदिनुहोस्। मलाई अदालतमा बयान दिनु छ भने मलाई अनलाइन बयान लियोस्। म अनलाइन बयान दिन तयार छु। म काठमाडौँमा छैन सर, म कहीँ बसेको छु, पश्चिम नेपालमा छु। म काठमाडौँ जान अहिले सक्दिनँ। मसँग जाने पैसा पनि छैन फ्र्याङ्कली सर। साँच्ची मान्छे परिस्थिति परिबन्धनले भनौँ न, मुद्दा परेपछि एकाउन्ट ब्लक गरिदिएको हुन्छ, पासपोर्ट सिज गरिदिएको हुन्छ, प्रपर्टी लक गरिदिएको हुन्छ। उसलाई हिँड्ने डुल्ने पैसा हुँदैन। फेरि ओह्रालो लागेको मृगलाई जसले पनि खेद्छ कि सर होइन। सबै अब भनौँ न, रवि लामिछाने जस्तो बहादुर व्यक्ति त कोही हुँदैन। हेर्नुहोस्, उहाँलाई पनि मैले अब स्यालुट गर्छु होइन। यसरी उहाँलाई पनि अब त्यस्तो घुमाए फटाहरूले अहिले पनि तपाईँको बिचरा अदालत धाइरहेछन्। हेर्नुहोस् होइन, यो अदालतको यो जुन भनौँ न सिस्टम जबसम्म चाहिँ ओपन कम्पिटिसनबाट आएर न्यायाधीश जुन फटा न्यायाधीशलाई नै झुन्ड्याउने कान आउँदैन। फटा चाहिँ छोटो मुद्दा धेरै जान्दिनँ। रविजीले धेरै दुःख पाएछ। जुन मुद्दा लाग्नुपर्ने मुद्दै होइन, जुन मुद्दाको निर्णय आज निवेदन दिएर भोलि हुनुपर्ने हो त्यो कहिले पनि भएको छैन सर। अब पनि कति हुँदैन थाहा छैन। मलाई 15 वर्ष लाग्यो, रविजीलाई पनि कति वर्ष लाग्छ थाहा छैन। रविजीले कुनै पनि ठाउँमा गएर सजाय पाउनु पर्ने केही पनि देख्दिनँ सर मैले। रविजीलाई, बालनजीलाई, शिक्षा मन्त्री कहाँ गएर यो सामाजिक बनाइदिनु पर्यो भनेर शिक्षा मन्त्री कहाँ पुग्नलाई समिति बनाइसके। स्वतन्त्र पार्टीको भक्तपुरबाट जिते सांसदलाई लिएर जाँदैछन् त शिक्षा मन्त्रीज्यू कहाँ। अब शिक्षा मन्त्रीज्यूले कसरी गर्नुहुन्छ थाहा छैन। शिक्षा मन्त्रीजी कहाँ पनि मेरो आवाज पुर्याइदिनु छ। यी फटाहरूलाई नक्कली काम गर्न आउनलाई लगेर थुनिदिनुहोस् न।
हो नि मैले नक्कली काम गरेँ मलाई थुनिदिनुहोस् न। अँ, जो मान्छे सक्कली काम गरेछ त्यसलाई थुनी, जो नक्कली काम गरेछ त्यसलाई राख्ने। यतिसम्म गरे सर यिनीहरूले। मेरो केस बलियो हुन्छ अरे भनेर पैसा दिएर एकाउन्टेन्टलाई 10 लाख रुपियाँ दिएर तँ पनि जेलमा बस्थे, नत्र लम्बोलाई हराउन सकिँदैन भनेर 10 लाख रुपियाँ दिएर एकाउन्टेन्टलाई समेत जेलमा लगेर हाले सर। है पछि त्यो 10 लाख रुपियाँ मिना गरिदिए, 5 लाख रुपियाँ बहिष्कार दिए, 20 लाख रुपियाँ दिए सर। त्यो 25 दिन त्यहाँको एकाउन्टेन्ट रामकुमार श्रेष्ठ भन्नेलाई स्वेच्छाले जेलमा पठाएकोमा 25 दिन जेलमा बस्दा 25 लाख रुपियाँ उसले पायो सर। त्यस्ता मान्छे छन् त्यहाँ। यस्ता मान्छेलाई सरकारी कागजमा यस्ता गैर कानुनी कागज बनाएर गैर कानुनी उजुर गर्ने व्यक्तिलाई उत्तिकै ज्यान मारेको सजाय दिनुपर्छ सर। यो सरकारलाई मेरो विनम्र अनुरोध हो सर। यो एकदम धन्यवाद छ। म केही बोल्न सक्ने परिस्थितिमै छैन। हुन्छ सर, है त सर, हस् त, धन्यवाद सर। बाँकी केही पर्यो भने यसो सम्पर्कमा आउँला नि है सर।